तपाईँले भने जस्तो काम गर्न सक्नु भएन भने जनताले तपाईँलाई कस्तो प्रश्न गर्नेछन्? अब मैले भने जस्तो र राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र अनुसार काम भएन भने हामीलाई आउँदो चुनावमा जनतासित भोट माग्ने नैतिक अधिकार हुँदैन। त्यसैले म रौतहट 3 का जनताले भरोसा दिलाउन चाहन्छु। मेरो पहिलो प्राथमिकता भनेको म बाँचुन्जेल मेरो शरीरमा एक थोपा रगत रहन्जेल र मेरो सास चलुन्जेल भ्रष्टाचारको विरुद्धमा लडिरहन्छु। कमिसन दलाली, सुदखोर, मिटर ब्याजी, जनतालाई शोषण गर्ने, वंशवाद, परिवारवाद, राजनीति गर्नेको विरुद्ध लडिरहनेछु भन्ने प्रतिबद्धता म जनाउन चाहन्छु। अब अन्तमा भन्नुहोस्, धीरज पटेललाई किन भोट दिनुपर्छ? धीरज पटेललाई परिवर्तनको निमित्त, बालनलाई प्रधानमन्त्री बनाउनको निमित्त, यो राष्ट्र बचाउनको निमित्त, यो देशको आधी जनसङ्ख्या जुन विदेशमा छन् तिनलाई विदेशबाट यही देशमा फिर्ता गराएर रोजगारीको निमित्त र शोषित पीडित उत्पीडित जनताको पक्षमा आवाज बुलन्द गर्नको निमित्त धीरज पटेललाई भोट दिनुपर्छ र घर घरको नारा हो, चर्चा हो, हैन? एकचोटि नेपाली जनताले परिवर्तनको पक्षमा मत हाल्नुहुन्छ। सबैलाई देखियौ बार बार, एकचोटि हेरौ बालेन सरकार। तपाईँले आफ्नो अमूल्य समय दिनुभयो, कुराकानी गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। तपाईँले पनि आफ्नो स्टुडियोमा बोलाएर मेरो विचार, मेरो भावना र विचार राख्न दिनुभएकोमा हजुरलाई पनि हृदयदेखि आभार र धन्यवाद दिँदै म रौतहट 3 का जनतालाई भन्न चाहन्छु, चुपचाप घन्टी छाप, अब की बार बालेन सरकार, घन्टी बजाऊ, देश बचाऊ, हर हर बालेन, घर घर बालेन। धन्यवाद। जय घन्टी। नमस्कार।